हामीले एउटा चाहिँ नि लोकल मेवामा चाहिँ नि हाइब्रिड मेवाको हाँगालाई ग्राफ्टिङ गर्न गइरहेका छौँ। यो ग्राफ्टिङ सक्सेस हुन्छ हुँदैन हामीले एक हप्ता अगाडि चाहिँ नि यसरी यो लोकल मेवा उम्रेको थियो त्यसलाई चाहिँ नि त्यसको फेदलाई राखेर यसको टुप्पो चाहिँ हाइब्रिडको हाँगालाई ल्याएर यसरी ग्राफ्टिङ गरेका छौँ। यो ग्राफ्टिङ सक्सेस हुन्छ हुँदैन मेवामा के हुन्छ हामीले ट्राई गरिरहेका छौँ। यो हाम्रो मेवाको पुरानो बोट हो। यसलाई हामीले कटिङ गरेर यहाँ जोइन गरेर अर्को बिरुवा हाँगा ल्याएर यहाँ जोइन गरेर गरिरहेका छौँ। एक हप्ता 10 दिन जति लगभग उयो भयो। अब यसको 10-15 दिन पछाडि रिजल्ट आउन सक्छ। यसलाई चाहिँ नि भयो भनेदेखि सफल हुन्छ हुँदैन यो प्र्याक्टिस गरिरहेका छौँ। ल धन्यवाद।